म आज तपाईँहरूलाई केही देखाइरहेको छु। तपाईँहरूले बुझ्ने कोसिस गर्नुहोस् के हो, कसो हो, कसरी के हुन्छ भन्ने कुराहरू बुझ्नुहोस् है त तपाईँहरूले। मसँग यो रुमाल छ होइन, यो रुमालमा अब गोगन साँप आउँछ कि अब के आउँछ है, माथि अब त्यो अब हेर्नु चाहिँ अब सर्प आउँछ कि अब लट्ठी आउँछ कि के आउँछ है, बढ्दै आउँछ। सतगुरुको बाजा, महादेवको बाजा, माथि उठ्दै उठ्दै आऊ। तिमी उठेन भने हेर नि, तिमीलाई उठ्नुपर्छ, जगाइल्याऊ, उठाइल्याऊ है त। तिम्रो घाँटीमा समाएर म तान्छु है त, उठिदिनु। उठ उठ, तानी आऊ, माथि तानिदिन्छु है म तपाईँको घाँटीमा तानिदिन्छु। बढी आऊ, बढी बढी आऊ, बढी बढी आऊ, बढ्दै आऊ है, बढ्दै आऊ, बढ्दै आऊ। ओह हो, यो गुरुको बाजाले है त, सत्यको बाजाले बढिसक्यो है त। अब तपाईँ अब तल धर्तीमा जानु, तपाईँ अब तलतिर जानु है त। सब हो गुरु अघि माथि बढ्दै आएको, अहिले चाहिँ मेरो हातमा रुमाल मात्रै छ हेर्नुहोस् त। अब त्यो चाहिँ के हो भनेर तपाईँहरूले बुझ्नुपर्ने छ। अब पछि यो भिडियो फेरि अर्को आउने भिडियोमा त्यो के चिज भनेर म देखाउने नै छु। अहिले चाहिँ अब मसँग हातमा रुमाल मात्रै छ होइन, सबै रुमाल र हात मात्रै छ मसँग, पकेटमा पनि केही छैन। त्यो चाहिँ होइन, त्यो गुरुको मन्दरले अब भगवान्को शक्तिले त्यस्तो हुन नै सक्छ। अब त्यो के हो भनेर फेरि अर्को भिडियो आउनेछ तपाईँहरूसँग म लिएर है त। धन्यवाद।